हाई गाइज नमस्ते म दिनेश खालिङ राई। आजको यस भिडियोमा चाहिँ म आफ्नो केही अनुभवहरू सेयर गर्न चाहन्छु। यो दिनहरूमा अनि मैले जे फिल गरिराखेको छु अनि जे कुराहरू भोगिराखेको छु अनि त्यही कुराहरू चाहिँ म तपाईहरुसँग सेयर गर्न चाहन्छु। लाइफमा चाहिँ एकदमै अनुभव भन्ने चीज चाहिँ एकदमै ठुलो महत्त्वपूर्ण कुरा रहेछ। मैले रिसेन्टली के कुराहरू महसुस गरिराखेको छु भन्देखिलाई तपाई आफू भएर बाँच्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा रहेछ। अनि म आफू भएर बाँच्नु एकदमै महत्त्वपूर्ण कुरा। आफू भइकन बाँच्न सकिएन भन्देखिलाई चाहिँ मानिसको अनस्याटिस्फाई चाहिँ त्यहाँनिर आउँदो रहेछ। अनि हामी आफू भएर नजिराख्दाखेरि चाहिँ हामी आफ्नो सन्तुष्टिका कुराहरू हामी इन्जोय गर्न सकिराखेको हुँदैनौँ। अनि मानिसहरू त्यो जहाँनिर चाहिँ आफू भएर बाँच्न नपाउँदाखेरि चाहिँ भिडमा पनि मान्छेहरू एक्लै हुने, आफ्नोपन नभेटाउने, आफ्नोपन कसैमा नहुने, इन्जोय गर्न नसक्ने अनि आफूलाई ह्याप्पी नहुने अनि कति कुराहरू ह्याप्पिनेसका कुराहरू भए तापनि त्यो कुराहरूले आफूलाई सन्तुष्टि नदिने। सो मैले मेरो अनुभवलाई मैले सेयर गर्दाखेरिलाई चाहिँ जहाँनिर मैले चाहिँ मेरो कम्पनीमा काम गरिराखेको थिएँ अनि त्यो कम्पनीले चाहिँ मलाई ट्रान्सफर गरिदियो। अनि जहाँ म अर्को ठाउँमा अनि म गएर काम गर्नु पर्यो। अनि त्यहाँ गएर मैले यो कुरा रियलाइज गरेँ कि अनि जहाँ मैले काम गरिराखेको थिएँ त्यहाँनिर चाहिँ म आफ्नोपनमा मैले काम गरिराखेको थिएँ। अनि त्यहाँनिर चाहिँ मैले चाहेको जस्तै मैले बोल्न सक्थेँ, मैले चाहेको जस्तै त्यहाँका मेम्बर्सहरूसँग मेरो कुराहरू सेयर गर्न सक्थेँ, मैले चाहेको जस्तै अनि म जे हो म त्यसरी नै म त्यहाँनिर चाहिँ म प्रस्तुत हुन सक्थेँ, म प्रस्तुत हुन्थेँ। अनि म जो जस्तो छु त्यसरी नै मैले त्यहाँनिर काम गर्थेँ। सो त्यहाँनिर चाहिँ सरल थियो, नर्मल थियो मेरो लाइफ। तर जब म ट्रान्सफर भएर अर्को ठाउँमा गएँ अनि त्यहाँनिर चाहिँ म त्यहाँको सिस्टम अनुसार चल्नुपर्ने भयो। अनि जहाँ चाहिँ म राम्रोसँग त्यहाँका मानिसहरूसँग कम्युनिकेट गर्न सकिनँ अनि सबै नयाँ मेम्बरहरू अनि त्यो व्यक्तिहरूसँग घुलमिल हुन सकिराखेको थिएन। अनि मैले ती व्यक्तिहरूलाई मैले भन्न चाहेको कुराहरू मैले सेयर गर्न सकिनँ। अनि म जो हुँ म त्यो कुराहरू मैले त्यहाँनिर प्रस्तुत गर्न सकिनँ। सो अनि त्यसैले त्यो कुराले गर्दाखेरि चाहिँ म धेरै कुराहरू सिकेँ कि लाइफमा त यस्तो हुँदो रहेछ कि त्यो आफू भएर नजिउँदै गर्दाखेरि चाहिँ आफ्नो ह्याप्पिनेसका कुराहरू त्यहाँ नहुँदो रहेछ, कन्फिडेन्ट भन्ने चिज त्यहाँनिर नहुँदो रहेछ, इन्जोयमेन्ट भन्ने कुराहरू नहुँदो रहेछ, ह्याप्पिनेसहरू भन्ने कुराहरू पनि नहुँदो रहेछ। अनि कति अप्ठ्यारो लागेर मैले काम गर्नु परेको थियो क्या त्यो दिनहरू सुरुवातीमा। अहिले त 1 महिना भइसक्यो अनि म बिस्तारै सिक्दैछु, बिस्तारै नर्मलाइज भइराखेको छ। तर सुरुवाती म 2 हप्ता अनि 3 हप्ता जसरी सुरुवातीको दिनहरूमा मैले त्यो फिल गरेँ कि म भित्र चाहिँ वास्तवमै आफू भएर जिउनु अनि आफू जस्तो छ त्यस्तै प्रेजेन्ट भएर जिउनु चाहिँ एकदमै के भन्छ त्यो प्रिसियस चिज रहेछ कि खासमा। त्यसै कारणले गर्दाखेरि तपाईँ जस्तो हुनुहुन्छ त्यसरी नै म जस्तो छु म त्यस्तै जिए भनेदेखिलाई चाहिँ त्यहाँनिर चाहिँ ह्याप्पिनेस छ, स्याटिस्फ्याक्सन छ, त्यहाँनिर जोय भन्ने चिज छ लाइफमा। त्यसै कारणले गर्दाखेरि एकदमै इम्पोर्टेन्ट रहेछ। अनि तपाईँ जो हो अनि जस्तो हो तपाईँ अनि त्यसरी नै तपाईँ जिउनुहोस्। तपाईँ जहाँ हुनुहुन्छ तपाईँ भएर प्रस्तुत गरेर जिउनु भयो भनेदेखिलाई चाहिँ त्योभन्दा महत्त्वपूर्ण कुरा केही पनि नहुने रहेछ। सो मैले त्यही नै इन्करेज गर्न चाहन्छु। बोल्न चाहनुहुन्छ तर तपाईँले बोल्न सक्नु भएन, तपाईँले त्यो कुराहरू गर्न चाहनुहुन्छ त्यो कुराहरू गर्नु भएन। कारण चाहिँ त्यहाँनिर अब धेरै कुराहरू हुनसक्छ, बाध्यात्मक कुराहरू, अब कति कुराहरू डरका कुराहरू, कति कुरा लाजका कुराहरू, बाध्यताका कुराहरू छ होला। सो त्यो नभइकन तर महत्त्वपूर्ण कुरा चाहिँ के चाहिँ भन्दाखेरिलाई चाहिँ त्यो कुराहरूलाई पन्छाएर अनि तपाईँ जस्तो हुनुहुन्छ अनि त्यसरी जिउन थाल्यो भनेदेखिलाई चाहिँ लाइफ स्मुथ हुँदो रहेछ। अनि त्यो कुरा चाहिँ मलाई रियलाइज भयो यो दिनहरूमा। सो तपाईँ पनि अनि जहाँ काम गर्नुहुन्छ, जसरी तपाईँ जुन कलेजमा पढ्नुहुन्छ होला अथवा जहाँ जे सेक्टरमा तपाईँको प्रोफेसनल के छ त्यो ठाउँमा हुनुहुन्छ होला, तर त्यहाँनिर चाहिँ
फ्रीली काम गर्नु, सबै मानिसहरूसँग समान व्यवहार गर्नुहोस् अनि सबै मानिसहरूसँग तपाईँले जोक गर्नुहोस्, सबै मानिसहरूसँग बोल्नुहोस्, तपाईँले आफ्नो आफ्नो भावनाहरू राख्नुहोस् अनि मानिसहरूसँग त्यसरी मिलेर बस्नुमा अनि तपाईँ आफूलाई आफू जस्तै प्रस्तुत गरेर अनि सबै व्यक्तिहरूसँग समाजमा सोसाइटीमा अनि तपाईँको परिवारमा त्यसरी जिउनुमा चाहिँ सबैभन्दा जोइ चाहिँ त्यहाँनिर पनि हुँदो रहेछ मानिसको चाहिँ। सो अनि तपाईँ भएर जिउनु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सो यो भिडियो कस्तो लाग्यो अनि कमेन्ट गर्नु होला अनि यदि तपाईँले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखिलाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।